इकिगाई एउटा जापानिज टर्म हो जसको अर्थ हुन्छ रिजन फर बिइङ, र यो रिजन फर बिइङ भनेको तपाईँको पर्पोज हुनसक्छ, लाइफको कुनै पनि गोल हुनसक्छ जसलाई तपाईँले बुझेपछि एउटा फ्रिक्सनलेस एउटा ह्याप्पीफुल लाइफ चाहिँ बन्न सक्छ। र यो किताबका अथरहरूले एउटा इकिगाई पत्ता लगाउनको लागि तपाईँको लाइफको पर्पोज पत्ता लगाउनको लागि चाहिँ 4टा प्रश्न आफूलाई सोध्नु भनेर भनेका छन्, जसमा प्रश्नहरू वाट डु यु लभ, वाट यु गुड एट, वाट द वर्ल्ड निड्स फ्रम यु र वाट यु क्यान बी पेड फर भन्ने प्रश्नहरू छन्। सो यदि तपाईँले 4टा प्रश्नको उत्तर पाउनुहुन्छ भने तपाईँले तपाईँको इकिगाई पनि पाउनुहुन्छ। यो पर्पोज सँगसँगै यहाँ एउटा ब्लू जोनको बारेमा कुरा गरिएको छ। सो ब्लू जोन भनेको चाहिँ विश्वको त्यस्तो रिजनहरू जसमा चाहिँ एउटा हायर लाइफ एक्सपेक्टेन्सी भएको ठाउँहरू, जसमा जापानको ओकिनावा, इटलीको सार्डिनिया, युएसको लोमा लिन्डा क्यालिफोर्निया, कोस्टारिकाको निकोया पेनिन्सुला र ग्रिसको इकारिया। सो यो ठाउँहरूलाई चाहिँ ब्लू जोन मानिएको छ, जसमा चाहिँ कम्तीमा पनि यहाँको लाइफ एक्सपेक्टेन्सी चाहिँ 100 वर्ष। सो हामी इमेजिन गर्न सक्छौँ यो ठाउँलाई किन ब्लू जोन भनिएको हो भनेर। सो यति धेरै लामो लाइफ जिउनुको कारण र एउटा ह्याप्पीफुल लाइफ हुनुको कारण चाहिँ के हो त भनेर चाहिँ अथरले केही पोइन्ट्सहरूलाई किताबमा डिस्कस गरेका छन्, जसमा पहिलो पोइन्ट हो एउटा राम्रो रिलेसनसिप। Having a good relationship with the family members, with the societal people makes a better life, a frictionless life. जसमा चाहिँ एउटा हाँसी खुसी टाइपको सिचुएसन क्रिएट हुन्छ, एउटा फ्रेन्डलीनेस इन्भाइरोमेन्ट क्रिएट हुँदाखेरि चाहिँ हामी एकदमै राम्रोसँग आफ्नो लाइफलाई जिउन सक्छौँ। सेकेन्ड थिङ इज ह्याभिङ अ स्ट्रेस फ्री सिचुएसन, जसमा चाहिँ एउटा राम्रो फ्रेन्डलीनेस सर्कल भएपछि चाहिँ स्ट्रेस कम हुन्छ र एउटा राम्रो लाइफ जिउनको लागि चाहिँ स्ट्रेस कम लिनुपर्छ भनेर चाहिँ अथरहरूले किताबमा भनेका छन्। त्यो सँगसँगै फिजिकल एक्टिभिटिजहरू, जस्तै ओकिनावाको इक्जाम्पल लिँदाखेरि त्यहाँका मान्छेहरू प्रायः जस्तो फार्मरहरू छन्। त्यहाँ उनीहरू फिल्डमा गएर काम गर्छन्, दिनभरि खट्छन्, फिजिकल्ली मेहनत गर्छन्। त्यो गर्दाखेरि उनीहरूको एउटा फिजिकल स्ट्रेन्थ पनि हुन्छ र त्यसले गर्दाखेरि उनीहरूको एउटा लामो लाइफ पनि जिउन सकेका हुन् कि भनेर चाहिँ प्रेडिक्सन गर्न सकिन्छ। त्यो सँगसँगै ओकिनावा लगायतका अरू धेरै ब्लू जोनमा भएका देशका मान्छेहरूले चाहिँ एउटा राम्रो डाइट चाहिँ फलो गर्ने गर्छन्। युनिक खालको कन्सेप्ट के छ भन्दाखेरि 80% चाहिँ आफ्नो पेट भरिएपछि चाहिँ खाना बन्द गर्नु। त्यो गर्दाखेरि चाहिँ एउटा लामो लाइफ जिउन सक्ने खालको चाहिँ एजम्सन गरिएको छ र त्यो कुरालाई चाहिँ किताबमा भनिएको पनि छ।